हेलो स्टुडेन्ट्स, आज म एउटा क्वेसन लिएर आएको छु। यो क्वेसनमा चाहिँ हामीले देख्न सक्छौँ दुईटा सर्किट छ, दुईटा इलेक्ट्रिक सर्किट छ ए एन्ड बी। र त्यो सर्किटमा हामीलाई क्वेसन सोधेको छ, क्यालकुलेट द रेसियो पावर फ्याक्टर अफ द सर्किट बी टु द पावर फ्याक्टर अफ सर्किट ए। सर्किटको यो सर्किटको पावर फ्याक्टर र यो सर्किटको पावर फ्याक्टरको रेसियो निकाल्नु। र पहिला रेसियो निकाल्नुभन्दा पहिला पावर फ्याक्टर भनेको के हो त्यो कुरो बुझ्न एकदम जरुरी छ। र त्यो कुरो बुझ्नको लागि मैले फेरि यो सर्किटलाई फेरि रिड्र गर्दैछु। पहिला फर्स्ट सर्किटलाई हामीले हेरौँ। सर्किट फेरि रिड्र गरेर हेर्दाखेरि कस्तो देखिन्छ। लेट्स यो सर्किटमा एक्सएल चाहिँ 3R छ र त्यसको रेजिस्टेन्स चाहिँ यहाँ आर छ है। यो इन्डक्टर हो एल, इन्डक्टरको रियाक्टेन्स एक्सएल, इन्डक्टरको रियाक्टेन्स एक्सएल छ। त्यो भ्यालु 3R छ र रेजिस्टेन्स आर छ। र यसरी इन्डक्टर र रेजिस्टेन्स दुइटै छ भने यो एसी सर्किटमा हामीले चाहिँ टोटल कति अपोज गर्छ भनेर हेर्दा हामीले त्यो कुरालाई जेट लेख्छौँ। र जेटको भ्यालुलाई थाहा छ, जेटको भ्यालु कति हुन्छ त भन्यो भने जेट इज इक्वल टु रुट अन्डर आर स्क्वायर प्लस एक्सएल स्क्वायर गर्छ। यदि सी परि छ भने एक्सएल माइनस एक्सीको पावर होल स्क्वायर हुन्छ। अहिले यो सर्किट हाम्रो सर्किट एमा चाहिँ सी नभएको कारणले हाम्रो यो फर्मुलाले काम गर्छ। र यहीँबाट हामीले हेऱ्यौँ भने यसको इम्पिडेन्स कति आउँछ, लेट्स क्यालकुलेट। रुट अन्डर आर स्क्वायर प्लस एक्सएलको ठाउँमा हाम्रो 3R आयो, 3Rको होल स्क्वायर, यो भनेको रुट अन्डर आर स्क्वायर प्लस 9R स्क्वायर, यो भनेको हाम्रो रुट अन्डर 10R स्क्वायर। यो जेटको भ्यालु आयो। अब यसलाई आर स्क्वायरलाई बाहिर निकाल्यो भने आर रुट अन्डर 10। यो हाम्रो फर्स्ट सर्किटको इम्पिडेन्स छ। र पावर फ्याक्टरको कुरा गरिरहेको छौँ। पावर फ्याक्टरको हाम्रो फर्मुला अनुसार cos फाइ इज इक्वल टु आर अपन जेट। फर्मुला याद गर्न पर्यो। याद छैन भने पनि यसलाई हामीले सिम्पल हाम्रो फेजर डायग्रामबाटै निकाल्न सक्छ। फेजर डायग्राम हाम्रो एलसिआर एलआर सर्किटको चाहिँ फेजर डायग्राममा हाम्रो सेकेन्ड करेन्टको डाइरेक्सन यो हो भने भोल्टेजको डाइरेक्सन यतै हुन्छ। यार किनभने रेजिस्टरमा करेन्ट एन्ड भोल्टेज आर इन सेम फेज। त्यस्तै इन्डक्टरको कुरो छ भने भोल्टेज एक्रस द इन्डक्टर, भोल्टेज एक्रस द इन्डक्टर भिएल चाहिँ करेन्टलाई लिड गरेर हुन्छ इन्डक्टर फेजमा, र भिएल यता आउँछ 90 डिग्री। दुईवटा भिएल र भिआरको रिजल्टेन्टले टोटल भोल्टेज एक्रस द एलआर सर्किट हुन्छ, यसले भिडिन्छ। र भोल्टेज र करेन्टको बिचको फेज डिफ्रेन्सलाई नै हामीले पाइलेट गर्छ है, फेज एङ्गल पाइलेट गर्छ। यो फिगर अनुसार हाम्रो हेऱ्यौँ भने यही फिगर अनुसार cos फाइको भ्यालु निकाल्यौँ भने हाम्रो के आउँछ। cos फाइ निकाल्यौँ भने cos फाइ एङ्गल यहाँ चाहिँ फाइ एङ्गललाई एङ्गल अफ रेफरेन्स दियो भने cos भनेको बी/एल छ। cos फाइ भनेपछि यहाँ भिआर फेस भिआर छ अपन हाइपोटेन्युसमा यही भी छ, यो टोटल 90 डिग्री हो होइन। त्यही भएर यहाँ टोटल भी। अनि हामीलाई थाहा छ भिआर भनेको आइआर र भी भनेको आइजेड, आई क्यान्सल भयो अनि हाम्रो cos फाइ इज इक्वल टु आर बाई जेड। यो फर्मुला बिर्सेको कन्डिसनमा हामीले सिम्पल फेजर डायग्रामबाटै यो फर्मुला हामीले डिराइभ गर्न सक्छ आर बाई जेड। र यो फर्मुला लगाएर हामीले भ्यालु हाल्दिउँ। आर त आर नै छ, जेड कति छ त भन्दा भर्खरै हामीले क्यालकुलेसन गऱ्यौँ। जेडलाई यसरी क्यालकुलेट गर्दै 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 हामीले आर रुट 10 यसको मतलब हो आर क्यान्सल भयो, हाम्रो cos फाइको भ्यालु आयो 1/√10। फर सर्किट यो सर्किट ए को लागि हामीले cos फाइको भ्यालु निकाल्यौँ। पावर फ्याक्टर cos फाइको भ्यालु निकाल्यौँ 1/√10, 1/√10 हामीले भ्यालु निकाल्नेछ। यसलाई म सबै क्यालकुलेसनलाई फेरि म रिमुभ गर्ने गरिदिन्छु, रिमुभ गरिदिन्छु। मलाई चाहिने मात्रै राख्छु किन मैले cos फाइ निकालेँ। त्यो टर्म हामीसँग छ अहिले।
सर्किटमै लेखेको छु मैले cos phi इज इक्वल टु 1/√10 मसँग भ्यालु आइसकेको छ। अब मैले यो सर्किटको लागि काम गर्दैछु। सर्किट बी को लागि आई विल डु सेम क्यालकुलेसन, थोरै फर्मुला मोडिफाई गरेर म फेरि यहाँ क्यालकुलेसन गर्दैछु। त्यसको लागि अब हाम्रो यो सर्किट सेकेन्ड सर्किट हेर्ने हो भने यो सेकेन्ड सर्किटमा हामीसँग एक्सएल पनि छ, आर पनि छ र सी पनि छ। भनेपछि यो एलसिआर सिरिज सर्किट हो र एलसिआर सिरिज सर्किटमा हाम्रो फर्मुला कस्तो छ त भने हाम्रो एलसिआर सिरिज सर्किटमा हाम्रो फर्मुलामा थोरै मोडिफाई हुन्छ। यहाँ जुन एक्सएल मात्रै थियो, यो एक्सएलको स्क्वायर मात्रै थियो, अहिलेको सर्किटमा सी थिएन। त्यो अहिलेको चाहिँ हाम्रो एक्सएल माइनस एक्सी अपन एक्सएल माइनस एक्सी होल स्क्वायर हुन्छ जेडको भ्यालु। अब यसरी जेडको भ्यालु आइसकेपछि यहाँ भ्यालु राखिदिउँ। एक्सएलको भ्यालु पनि दिएको छ, एक्सीको भ्यालु पनि दिएको छ, आरको भ्यालु पनि दिएको छ। हामीले यहाँ भ्यालु राख्न सक्छौँ। रुट अन्डर आर स्क्वायर प्लस एक्सएलको ठाउँमा 3r, एक्सएलको ठाउँमा 3r, त्यस्तै गरी एक्सीको ठाउँमा आर, 3r माइनस आरको होल स्क्वायर। यसको मतलब रुट अन्डर आर स्क्वायर प्लस 2r को होल स्क्वायर, 2r को होल स्क्वायर into 5 4r स्क्वायर हो, 4r स्क्वायर प्लस r स्क्वायर रुट अन्डर 5r स्क्वायर into 5r स्क्वायर r बाहिर रुट अन्डर 5। यो आयो हाम्रो फर्मुला जेडको भ्यालु। अब फेरि cos phi को फर्मुला युज गरौँ। cos phi इज इक्वल टु भर्खरै हामीले गरिसक्यौँ r अपन जेडको कुरा आइसक्यो। आर निकालि आरको भ्यालु हामीलाई थाहै छ, आर नै हो, किन आर नै छ। र जेडको भ्यालु हामीले क्यालकुलेसन गऱ्यौँ आर रुट अन्डर 5, आर 1 अपन रुट अन्डर 5। यो हाम्रो सर्किट बी को लागि cos phi पावर फ्याक्टर हो। र दुईटैको लागि हाम्रो पावर फ्याक्टरको भ्यालु आएपछि हामीले चाहिँ क्वेसनले भनेअनुसार रेसियो निकाल्नु छ पावर फ्याक्टर अफ सर्किट बी टु सर्किट ए। सर्किट बी को माथि गर्नु पर्यो। यो सर्किट बी को लागि पावर फ्याक्टर, यो हो हाम्रो सर्किट, यो हो हाम्रो सर्किट ए को लागि पावर। अब cos phi अपन cos phi ए अपन cos phi पावर फ्याक्टर अफ बी अपन cos phi पावर फ्याक्टर अफ ए। ये भ्यालु निकाल्यौँ भने cos phi b हाम्रो 1 अपन रुट अन्डर 5, cos phi a हाम्रो 1 अपन रुट अन्डर 10, यो रुट अन्डर 10 डिवाइड बाई 5। यो हाम्रो आन्सर पावर फ्याक्टर आन्सर हाम्रो आइसकेको छ रुट अन्डर 2। थ्याङ्क यू। आफूलाई